आदरणीय दर्शकबिन नमस्कार। तपाईहरुले यो रमणीय ठाउँ देखिराख्नु भएको छ। अहिले हामी बिहानको ठिक 6:10 मा हामी माछपाटा अर्जुनचोकबारी गाउँपालिकाको वार्ड नम्बर 1 स्थित श्री यो शीतला प्राविको प्राङ्गणमा छौँ। यो ऐतिहासिक ठाउँ छ। यहाँ हामी हिजोको दिनमा युवा अवस्थामा छँदाखेरिमा पनि हामी दौड्न आउँथ्यौँ। यहाँ नजिकै हाम्रो युवाहरू खेल्ने भलिबल ग्राउन्ड पनि छ। यो भलिबल ग्राउन्डले हाम्रा युवाहरूलाई खेलकुदमा पनि प्रेरित गरिरहेको छ। अहिले यता देख्न सक्नुहुन्छ, अहिले कुहिरो हुस्सुले गर्दाखेरि केही पनि देख्नु भएको छैन। यहाँबाट पुरै हिमालका लहर सेते दाँतहरू अन्नपूर्ण हिमालदेखि सगरमाथासम्म सर्लक्क देखिन्छ। र यतापट्टि देख्नु भएको छ त्यो पहेँलो उसमा त्यो हाम्रो घरती क्षेत्रीहरूको कुल पूजा मन्दिर हो। त्यो कुल पूजा मन्दिर हरेक 5 वर्षमा हामीले पूजा गर्ने गर्छौँ। र त्यसको सिधै उता पर देखिरहनु भएको छ त्यो शिवालय मन्दिर। त्यहाँबाट एउटा भ्यू पोइन्ट जस्तो छ। त्यहाँबाट सर्लक्क तल आदि खोलाको तीरदेखि लिएर ल धान झुलेका पाटोहरू देख्न सक्नुहुन्छ। अहिले त धान छैन, अहिले गहुँहरूको सिजन थियो, गहुँ काटिसक्यो, मकैको सिजन छ। मकै अब निकालेर अब खेत रोप्ने अवस्था आएको छ। यो रमणीय ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँमा तपाईहरु एकचोटि पक्कै पनि घुम्न आउनुहुनेछ भन्ने विश्वासका साथ हामीले भनिन्छ सौन्दर्यको लागि विभिन्न कृत्रिम सामानले हाम्रो रूपलाई सौन्दर्य बनाउँछ भने यो ठाउँ प्राकृतिक रूपले त्यत्तिकै सुन्दरता छ। आएर रमाउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुनेछ। नमस्कार।